गुड मर्निङ सबैजनालाई राधे राधे। आज चाहिँ म बिहान किताबसिताबहरू पढिसकेर त्यहीतिर म जानु आँटेको छु। लास्टसम्म ब्लग हेरिदिनु होला। बिहानको टाइममा पनि अब 2-3 पेज त मैले पढेँ। किताब पढ्नु बहुत जरुरी छ, नलेजहरू आउँछ होइन, आफू पनि चेन्ज हुँदो रहेछ किताबहरू पढेर। ए मेरो यहाँ छोरी साना यहाँ देवी के खास ए हर्लिक्स खाएन, हिँड्छु म हर्लिक्स दिन्छु ल। फुल हेर्नु सक्नुहुन्छ कति मजाले फुलेको छ, राम्रो राम्रो फुलेको छ। यहाँ हेर्नु फुलहरू। यतातिर चाहिँ पशुहरूको माया प्रीति चलिरहेको छ। के चाहियो बुनु बोय? यो बुनु चाहिँ मेरो दोकानमा बोय किन्न आएको अरे, तर मैले यसो त खास गरी त अब दोकान त छोडिसकेको थिएँ र पनि अब हेरौँ अब छ भने म दिन्छु। सामानहरू त केही पनि छैन, हेर्नु सक्नुहुन्छ। अब बोय पनि यति मात्रै नै छ, केही छैन सामानहरू, सबै खाली छ। 10 रुपियाँ जस कमाइ भयो आज। 10 रुपियाँ कमाइ भयो आज। दोकान चाहिँ मैले अहिले पुरा छोडेँ, जत्तिकै भएको छ, केही पनि सामानहरू पनि छैन हो। अब पहिला त मैले यहाँ थुप्रो सामानहरू पनि राखेको थिएँ, बहुत सामानहरू थियो, बेचिरहेको थिएँ, राम्रै चल्दै थियो। अहिले चाहिँ मैले अब थुप्रै महिना अब सामानहरू पनि सकेको छ र दोकान पनि 90% चाहिँ छोडे जत्तिकै भएको छ अब हो। त्यही हो, अब यहाँ ग्यासको ट्याङ्कीहरू चाहिँ राखेको छु र अब यही अहिले सेल हुँदैछ र यो पनि अब कहिले कहिले चाहिँ अब तपाईँको उडेरै सकिन्छ हो। त्यसमा पनि कोही बेला अब आउँछ पनि, कोही बेला जान्छ पनि, भरोसा चाहिँ केही छैन। अब हेरौँ अब कति दिनसम्म हुन्छ। ल 20 रुपियाँ दिएको थियो, 10 रुपियाँ लैजाऊ ल। जाऊ। यो बिल्ली चाहिँ फेरि मलाई देख्ने बित्तिकै भाग्दो रहेछ। बिल्लीको बच्चा छ 2टा, कसैलाई चाहिएको छ भने लानु सक्नुहुन्छ। अहिले चाहिँ भात पनि खानु थालेको छु। कसैलाई पाल्नु मन छ भने, पाल्नु इच्छुक छ भने मलाई जोगाजोग गरेर लानु सक्नुहुन्छ। हाम्रो बारीमा चाहिँ यहाँ चारपाटेको गछ छ र म यहाँ चारपाटेको अचार खाने भनेर यहाँ गछमा आएको चाहिँ हेर्नु होला। चारपाटे कुनै कुन चाहिँ पाकेको पनि छ, कुनै कुन चाहिँ अब काँचो पनि छ, हेर्नु सक्नुहुन्छ। पुरा चारपाटेहरू छ। टाढाको भेटिन्छ कि भेटिँदैन, छेउ के तान्नुपर्छ नि। यसकै आज चट्नी खाने हुन्छ। चारपाटेको अचार पनि मजाले बनाइसक्यो, तर अलिक पिरो पो भयो है। भाउजूले यहाँ भातहरू पस्किदिँदै हुनुहुन्छ। अब भातसात खाएर डिमा कसै जानु आँटेको। हाम्रो नानी चाहिँ फेरि मोबाइल बिना चाहिँ भात खाँदैन, खालि मोबाइल चाहिन्छ। साथीको पनि फोन आइरहेको छ, उसले चाहिँ मतलब बामुजीले पर्खिरहेको छन् र अब म चाहिँ घरबाट निक्लिनु पर्यो। कपाल पनि काट्नु पर्ने थियो र म चाहिँ यहाँ साथीको दोकानमा कपालहरू काट्दैछु। कस्तो देखियो कमेन्टमा भन्नु होला। हेलो गाइस, अहिले चाहिँ म अब घरतिर जाँदैछु। त साम्रङतिर आएको थिएँ एकजना साथीलाई छोड्नु, साथीसँग भेटघाट भएको थियो। अहिले चाहिँ म फिलहालमा अब घरतिर जाँदैछु।